सिद्धगङ्गा नगरपालिका वडा नम्बर 3 मा अवस्थित यो ठाडाको नजिकै यो नगरपालिकाको भवनकै नजिकै रहेको यस क्षेत्रकै गहना श्री ज्योति भविश्वर बहुमुखी क्याम्पसको बारेमा म सम्पूर्ण डकुमेन्ट्री बनाउँदैछु। भिडियो अलि लामो छ, तथापि यहाँहरूले एकदम धैर्यका साथ हेरेर पुरा बुझिदिनु होला, कमेन्ट गर्नुहोला। नमस्कार साथीहरू, म चाहिँ मेरो कलेज आएको। यो हाम्रो ज्योति भविश्वर बहुमुखी क्याम्पस ठाडामा रहेको छ। यो चाहिँ 3 नम्बर वडा र म कलेज चाहिँ आज तेस्रो वर्ष र पहिलो पटक म चाहिँ आज बिहान कलेज आएको छु है त। आज चाहिँ चैत्र 24 गते र आजै मेरो 3 वर्ष जागिरको गुल्मी जिल्लाबाट शिक्षा सेवामा स्थायी नियुक्ति लिएको 3 वर्ष पनि आजै पुगेको छ र आजै म एउटा शिक्षक भएको दिन पनि हो र विद्यार्थीको रूपमा पनि म फेरि आएको छु। लामो समयपछि 2069 सालमा मैले चाहिँ आफ्नो यसरी औपचारिक पढाइ कलेज जान छोडेपछि अहिले 69 भनेपछि लगभग 12 वर्षपछि फेरि बगेको खोला फर्के जसरी म पनि कलेजतिर फर्केको छु। स्टाफ रुम काशीराम आचार्य भाइस चेयरम्यान हुनुहुन्छ, देख्न सक्नुहुन्छ, र विष्णु प्रसाद भट्टराई उहाँ चाहिँ फर्मल क्याम्पस चिफ हुनुहुन्थ्यो, अहिले चाहिँ चेन्ज हुनुभएको छ विष्णु सर। र यतापट्टि चाहिँ लाइब्रेरीहरू सर र छोटो रूपमा म देख्न चाहे, धेरै समय छैन मसँग। र यतापट्टि र ज्योति भविश्वर बहुमुखी क्याम्पसका अहिलेका क्याम्पस प्रमुख हुनुहुन्छ रामप्रसाद बेलवासे सर। स्वागत छ। नमस्कार सर, यहाँलाई नमस्ते। म यस विद्यालयको म आफै पनि विद्यार्थी भएको कारणले अलिकति यहाँ आउँ अनि भेटघाट गर्न सरसित र केही यस हाम्रो यो क्याम्पसको बारेमा पनि थोरै जानकारी लिउँ भनेर म यहाँहरूसँग उपस्थित भएको छु। त्यस कारणले थोरै यस क्याम्पसको थोरै पृष्ठभूमि यहाँ सरले बताइदिनुहुन्छ कि? धन्यवाद तपाईँलाई। क्याम्पसको विषयमा चाहिँ जानकारी लिन खोज्नुभयो। यो प्रचार प्रसार पनि हुन्छ, ठिकै छ। म चाहिँ यो क्याम्पसको संस्थापक शिक्षक नै हो। अनि 2069 सालमा पहिलोपटक चाहिँ यस ठाउँमा सिद्धगङ्गाको दक्षिण बेल्टमा एउटा पनि उच्च शिक्षाका लागि संस्था नभएको हुनाले यहाँका सबै शिक्षाप्रेमी, बुद्धिजीवी, अब समाजसेवी, राजनीतिक पार्टीका चाहिँ नेतागणहरू सबैको चाहिँ चाहना उच्च शिक्षाका लागि भन्ने सबैको चाहिँ सहमति भयो। हजुर। अब क्याम्पसको आफ्नै भवन, आफ्नै जग्गा केही पनि नभएको अवस्थामा हामीले चाहिँ सबै मिलेर ज्योति माध्यमिक विद्यालयमा चाहिँ क्याम्पस चलाउने भन्ने भयो र त्यहीँ अलि लामो समयसम्म चल्यो पनि, लगभग 69 देखि 80 सम्म। अनि सरले केही कुराहरू महत्त्वपूर्ण जानकारी हामीलाई दिनुभयो र थप जानकारी त्यसको लागि चाहिँ धन्यवाद छ हजुरले। हस्, धन्यवाद, नमस्कार। चाहिँ यहाँको सरसँग म जोडिन चाहन्छु। सरको नमस्कार सर, स्वागत छ। नमस्कार, म दामोदर बेलवासे, श्री ज्योति भविश्वर बहुमुखी क्याम्पसको उपप्राध्यापक, फाइनान्स सब्जेक्ट पनि हेरिरहेको छु। र अहिले तपाईँको यस ज्योति भविश्वर बहुमुखी क्याम्पसले मलाई प्रशासनको जिम्मेवारी निर्णय दिने कुराहरू पनि चलिरहेको छ। अब त्यसको लागि क्याम्पस सम्बन्धी लिएर तपाईँको पठन पाठन र यहाँको तपाईँको क्याम्पसको सम्बन्धी जानकारी लिनु पर्यो भने मेरो सम्पर्क नम्बर 9847432147 हजुरलाई सम्पर्क गर्दाखेरि हुन्छ हैन? जिज्ञासाहरू तपाईँलाई यस सम्बन्धी पैसा सम्बन्धी जानकारीहरू अनि तपाईँको भर्नाको विषयहरूमा अरू लाइब्रेरी सम्बन्धी जानकारीहरू दिनको लागि चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ। हस् सर, धन्यवाद सर। धन्यवाद। So, dear students, what is our topic today? The happy man. What do you mean by a happy man? What are the nature and the features of a happy man? Can you say? Huh? Okay, peace of mind. Then emotional balance. So a happy man can balance his emotions or her emotions. Hey? A happy man is always jovial, happy, right? Smiling,
positive thinking, positive attitude, and then confident and humble, polite always. Then say other point. Helps others and builds good relationship. Yes, and then healthy, active, and manage stress. ल यतातिर म यति बेला ज्योति भविष्य बहुमुखी क्याम्पस यो टियुबाट सम्बोधन प्राप्त अनि यो सिद्धगङ्गा नगरपालिका वडा नम्बर 3 ठाडामा अवस्थित रहेको यो चाहिँ पढाइरहेको अवस्थामा सरसँग थोरै कुराहरू मैले गरिसक्यो र विद्यार्थीबाट पनि केही लिउँ एकजना विद्यार्थीमा नमस्कार छ है हजुर नमस्ते हजुरको थोरै परिचय भनिदिनुहोस् न मेरो नाम आशा पुन कुन ठेगाना ठेगाना सिद्धगङ्गा 4 चाक्ला अनि उहाँबाट चाक्ला त टाढा पर्यो अनि केमा आउनुहुन्छ यहाँ चार टाढा त पर्छ हामी चाहिँ गाडी चाहिँ कुर्नुपर्छ कहिले ट्रकमा कहिले टिप्परमा अनि कहिले चाहिँ हाइसमा नै आउने गर्छौँ हामी ए भनेपछि फर्स्ट इयरमा जोइन हुनु हजुर फर्स्ट इयरमा जोइन हजुर मेजर चाहिँ मेजर इङ्ग्लिस मेजर नेपाली नेपाली लिएर हैन हजुर अनि ज्योति भविष्य बहुमुखी क्याम्पसमा जोडिएर पक्कै पनि खुसी हुनुहुन्छ होला यहाँको पढाइ चाहिँ कस्तो लागिरहेछ यहाँ यहाँको पढाइ चाहिँ एकदमै राम्रो लाग्छ किनकि पहिला चाहिँ मैले के अरे ज्योति माध्यमिक विद्यालयबाट चाहिँ मैले 11-12 गरेको अनि अहिले चाहिँ ज्योति भविष्य बहुमुखी क्याम्पस चाहिँ म फर्स्ट इयरमा जोइन भएको एकदम राम्रो छ यहाँको पढाइहरू होइन अनि त्यसको लागि चाहिँ म सरहरूलाई पनि बहुत धन्यवाद दिन चाहन्छु सरहरूले पनि राम्ररी पढाइदिइरहनु भएको छ होइन सरहरू पनि खुसीका साथ चाहिँ पढाउनुहुन्छ जस्तो यो क्याम्पस पढ्ने चाहिँ जस्तो अलि विद्यालय शिक्षा जस्तो हुँदैन रेगुलर आउने सम्भावना नि हुँदैन र धेरै जस्तो विद्यार्थीहरू कुनै पेसामा पनि संलग्न हुनुहुन्छ तपाईँ कुनै पेसामा संलग्न हुनुहुन्छ नै म चाहिँ कुनै पेसामा संलग्न नै छैन चाहिँ म चाहिँ रेगुलर नै आइरहन्छु रेगुलर पढ्न पाउनुहुन्छ यहाँले हजुर पाउँछु म रेगुलर नै समय पुग्छ र अर्कोलाई थोरै जोड्न चाहे यहाँको परिचय मात्रै भनिदिनु होला यहाँको परिचय नाम नमस्ते मेरो नाम तुलसी कार्की तुलसी कार्की हजुर ठेगाना ठेगाना सिद्धगङ्गा 4 अमराई 4 अमराई नजिकै हुनुहुन्छ होइन रेगुलर आउन सक्नुहुन्छ यहाँ अर्कोलाई जोड्न चाहन्छु म नमस्ते मेरो नाम सम्झना गुरुङ मेरो घर चाहिँ सीतापुर वडा नम्बर 3 सिद्धगङ्गा रेगुलर आउनुहुन्छ यहाँ पनि सीतापुर पनि थोरै टाढा त हो हिँडेर आउनु सम्भव छैन होला के साधन के प्रयोग गर्नु इभी हाइस इभीहरुमा बिहान कति बजे आइपुग्नुपर्छ यहाँ चाहिँ 6:10 क्लास सुरु हुन्छ हजुर 6 बजेसम्म यहाँ आइपुग्नुहुन्छ आउनुहुन्छ हैन यसो पछाडिको लाई यसो स्वागत छ यहाँलाई पनि धन्यवाद मेरो नाम सन्दीप पुन सिद्धगङ्गा 12 देउराली ठेगाना चाहिँ देउराली भनेपछि त टाढा पर्यो हैन 12 नम्बर यता उता पर्यो नि देउराली हजुर केमा आउनुहुन्छ अब बिहान गाडी जे भेटिन्छ त्यसमा आउँछ ए हो हजुर धन्यवाद यहाँलाई ल अगाडिपट्टि पनि थोरै यहाँ पनि हुनुहुन्छ र नाम भन्नुहोस् हजुरको नमस्कार मेरो नाम वर्षा विवासी म चाहिँ सिनपासार ठाडा रातामाटमा बस्छु नजिकैको स्थानीय हुन्छ जोडिनुहोस् नमस्कार मेरो नाम चाहिँ सीता सुनार घर चाहिँ सिद्धगङ्गा नगरपालिका वडा नम्बर 12 खुम्चीकोटबाट आउनुहुन्छ हैन नै यतै बस्छु सान्द बसेर पढ्छु सान्दमा के कोठा लिएर बस्नुहुन्छ हजुर ए उतापट्टि अर्कोसँग जोडिन चाहन्छु नमस्ते मेरो नाम चाहिँ सावित्री आचार्य म सिद्धगङ्गा 4 रातामाटामा बस्छु हजुर ए उहाँ रेगुलर आउन सक्नुहुन्छ नजिकै हुनुहुन्छ हैन र हाम्रो विष्णु सर पनि यहाँ पढाउने गराउने हुनुहुन्छ सरी डिस्टर्ब पनि गरे सरलाई थ्याङ्क यू ल समय दिनुभयो यहाँले एकदम अनि विद्यार्थीहरू कतिको सहभागी हुन्छ उत्साहपूर्वक तरिकाले फर्स्ट इयर हो यो फर्स्ट इयरमा चाहिँ विद्यार्थीहरू राम्रै आउनुहुन्छ भर्ना भएपछि प्रायःजसो रेगुलर आउने क्लास लिने अटेन्ड गर्न खोज्ने चाहिँ हुन्छ अनि सेकेन्ड इयरमा पनि राम्रै हुन्छ जब थर्ड इयर फोर्थ इयरमा पुग्नुहुन्छ नि उहाँहरू अलिकति इरेगुलर हुने अलिकति पङ्क्चुअल नहुने चाहिँ समस्या देखिन्छ यो क्याम्पसमा किनभने उहाँहरू सायद मन लाग्छ जबमा सेटल हुने अनि अरू कामहरूको भार उहाँहरूलाई थपिँदै जाने जिम्मेवारी थपिँदै जाने कोही अब छात्राहरू हुनुहुन्छ भने वैवाहिक जीवनमा पनि प्रवेश गर्ने पनि हुन्छ त्यसकारण चाहिँ अब माइग्रेसनका समस्याहरू छन् परीक्षा दिन त आउनुहुन्छ हजुर परीक्षा दिन त आउनु परीक्षा दिन त सबै आउनुहुन्छ एकदमै राम्रो छ यहाँ त्यस्तो ड्रपआउट चाहिँ बढी ड्रपआउट त छ ड्रपआउटको समस्या हाम्रो बढी नै छ तर पनि हाम्रा भर्ना भएका विद्यार्थीमध्ये लगभग चाहिँ नि 75% भन्दा माथि विद्यार्थीहरू
4th इयरसम्मै चाहिँ परीक्षा दिइरहनु भएको छ। यहाँ अहिले फर्स्ट इयरमा लगभग कतिजना स्टुडेन्ट हुनुहुन्छ होला? हाम्रो फर्स्ट इयरमा अहिले भर्ना भएका 24-25 जना विद्यार्थी हुनुहुन्छ। 25 जना। हजुर हुन्छ, थप कुरामा हजुरसँग जोड्न बाँकी नै छ। अहिले त केही समय चाहिँ ल थ्याङ्क यू अमराजी है। हस् हस् थ्याङ्क यू। यो ज्योति भविश्वर बहुमुखी क्याम्पस को विभिन्न डकुमेन्ट्रीहरू बनाउने क्रममा यसभन्दा अघि म यस हालका क्याम्पस प्रमुख श्री रामप्रसाद बेलबासेज्यूसँग केही कुराहरू मैले जोडिसकेको छु र यसभन्दा अघि को चाहिँ हालको निवर्तमान र यसभन्दा अघि चाहिँ यस क्याम्पसको प्रमुखको भूमिकामा रहनुभएका सरसँग अलि विस्तृत खालको थप डाटाहरूमा यहाँ ल्याउनको लागि यहाँहरूसँग चाहिँ जोडेको छु र उहाँ सरलाई म स्वागत गर्दैछु। आदरणीय विष्णु सरलाई म यस कार्यक्रममा समावेश गर्न चाहन्छु। ल सरलाई स्वागत छ मेरो यो कार्यक्रममा। ल नमस्ते। नमस्ते अमराजी। परिचय दिनुहोस् एक छोटो। म विष्णु प्रसाद भट्टराई, हजुर, पूर्व क्याम्पस प्रमुख ज्योति भविश्वर बहुमुखी क्याम्पस र अहिले उपप्राध्यापकको रूपमा अङ्ग्रेजी विषय चाहिँ मैले अध्यापन गर्छु यो क्याम्पसमा। अनि म स्थापनाकालदेखि यो क्याम्पसको स्थापनाकालदेखि यहाँ कार्यरत हुनुहुन्छ। प्रमुख चाहिँ हजुर मैले यसभन्दा पहिले सरको सुनेअनुसार तेस्रो चाहिँ प्रमुखको रूपमा हुनुभयो। कति सालमा तेस्रोको पदभार ग्रहण गर्नु? यो क्याम्पसको स्थापना ज्योति बहुमुखी क्याम्पसको रूपमा विक्रम सम्वत 2069 सालमा हामीले चाहिँ यहाँका समाजसेवी बुद्धिजीवी होइन हामी शिक्षक अब सबैको प्रयासबाट यहाँका राजनीतिक कर्मीहरू तत्कालीन होइन समयका उहाँहरूको विद्यार्थीहरू तत्कालीन कक्षा 12मा अध्ययनरत 12 पास गरेर बसेका पढ्न नसकेका ती विद्यार्थीहरूको समेत चाहिँ सहायताबाट हामीले चाहिँ धेरै ठुलो प्रयत्नबाट 2067 सालमा हामीले एउटा क्याम्पस स्थापना गर्नुपर्छ भनेर एउटा तदर्थ समिति स्थापना गऱ्यौँ कुमार केशव सिंहज्यूको नेतृत्वमा। त्यसपछि त्यो तदर्थ समितिले 2 वर्षसम्म हामी यसमा काम गरिरह्यौँ सबै मिलेर। अनि विक्रम सम्वत 2069 साल भदौ 28 गते हामीलाई चाहिँ एउटा खुसीको क्षण प्राप्त हुन गयो ताकि त्रिभुवन विश्वविद्यालयले हामीलाई चाहिँ 3 वर्षीय बिएड प्रोग्राम चलाउनको लागि सम्बन्धन दियो। अनि त्यो सम्बन्धन दिए पश्चात हामीले अध्यापन गर्दै गयौँ र हामीलाई फेरि बहुमुखी क्याम्पस भनेर नामाकरण राखेका थियौँ विधानमा। अनि बहुमुखी भएको हुनाले अब एउटा मात्रै फ्याकल्टीले पुग्दैन, अब यहाँ चाहिँ भोलि आवश्यकता पनि हुनसक्छ, अरू विषय पनि चाहिन्छ, तल पनि फेरि उत्पादन म्यानेजमेन्ट पनि भइरहेछ। त्यसकारण हामीले म्यानेजमेन्ट पनि खोल्नुपर्छ भने 2070 सालमा फेरि हामीले चाहिँ व्यवस्थापन सङ्कायको पनि स्थापना गऱ्यौँ। 1 वर्षपछि पहिला शिक्षा शास्त्र सङ्कायमा 3 वर्ष थियो, पछि 4 वर्ष BBS स्थापना भएपछि यसलाई साँच्चै बहुमुखी क्याम्पस बनाउनुपर्छ भनेर हामीले पहल गरेर त्यो अहिलेको दुईटा धारमा दुईटा फ्याकल्टी चलिरहेको छ। हजुर त्यति बेला फर्स्टचोटि चाहिँ माथि त्यो भवनमा हुनुहुन्थ्यो? त्यो कुन भवन भाडामा थियो? होइन, त्यो भाडामा थिएन, त्यो चाहिँ क्याम्पस यो सामुदायिक क्याम्पस हो। यो सामुदायिक क्याम्पसको स्थापना गऱ्यौँ हामीले र त्यहाँ चाहिँ हामीलाई भवनको अभावका कारणले विद्यालय तत्कालीन अवस्थामा ज्योति माध्यमिक विद्यालयको व्यवस्थापन समितिसँग र त्यहाँको विद्यालय सबैसँग चाहिँ हामीले सहकार्य गरेर एउटा सम्झौता जस्तो गरेर पहिलो 5 वर्ष, दोस्रो फेरि 5 वर्ष थपेर हामीले 10 वर्षसम्म करिब र अझै त्योभन्दा बढी 12 वर्ष चाहिँ शुल्क तिर्न पर्थ्यो? नै परेन, होइन, सामुदायिक विद्यालय हो, सरकारी विद्यालयमा। अब हाम्रो यो सामुदायिक क्याम्पस बिहानी सत्रमा हामीले चाहिँ क्याम्पस चलाउने, दिउँसोमा चाहिँ स्कुल रन गर्ने त्यहाँ अवस्था रह्यो र हामीलाई चाहिँ पर्याप्त मात्रामा विद्यालयले सहयोग गर्यो र मात्रै हामी टिक्न सकेका हौँ र अगाडि पनि चाहिँ हामी बढ्न सकेका हौँ। विद्यालयप्रति म हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु यो अवसर। अहिले त्यहाँको चाहिँ सुरुवाती समयमा यो पढाउने शिक्षकहरू चाहिँ भौतिक वर्ग कसरी जुटाउनु भयो? त्यति बेला कतिको पर्याप्तता थियो? हो, हामीलाई चुनौती त्यही थियो। हामीलाई रहर त भयो क्याम्पस स्थापना गर्नुपर्छ भनेर 64 सालदेखि त्यो कुराको बीजारोपण भयो। तत्कालीन विद्यार्थीहरूको माग अनि हाम्रो चाहना होइन, हामी सबै शिक्षित वर्गहरू भएको हुनाले एउटा उच्च शिक्षामा आबद्ध भएर काम गर्न पाए हुन्थ्यो। यो ठाउँमा चाहिँ क्याम्पस छैन, उत्तरतिर धेरै क्याम्पसहरूको चाहिँ डेन्सिटी पनि छ। र हाम्रो सिद्धगङ्गा र तत्कालीन अवस्थाका चाहिँ 7-8 गाविसमा एकदम चाहिँ ठुलो भूगोल, विकट बस्ती
अनि विद्यार्थीहरूको चाहिँ नि अभिभावकहरूको गरिबीका कारण विद्यार्थीहरू कक्षा 12 पास गरेपछि उच्च शिक्षाबाट वञ्चित हुन परिरहेको पृष्ठभूमिमा हामीले त्यसको आवश्यकता महसुस गरेर 64 सालदेखि नै त्यसको चाहिँ बीजारोपण त भएको हो, तर मस्तिष्कमा तर त्यसलाई फ्याक्चुअली चाहिँ उसमा कार्यान्वयनमा लाग्दाखेरि 67 सालमा हामीले चाहिँ तदर्थ समिति, मैले अघि भने जस्तै त्यसलाई गठन गरेर त्यो 2 वर्षसम्म होमवर्क गरेर फेरि त्रिभुवन विश्वविद्यालयमा र अन्य अरू सरकारवाला निकायहरूमा धेरै पहल गरे पश्चात हामीले 69 सालमा सम्बन्धन प्राप्त गरेर अगाडि बढेका हौँ। र तत्कालीन अवस्थामा खास गरेर शिक्षित जनशक्तिको कमी नै थियो। यद्यपि विद्यालयमा हाम्रो ज्योति मावि, खास गरेर ज्योति माविका सरहरू चाहिँ एउटा प्रबुद्ध वर्गहरू भएको हुनाले त्यहीँबाट त्यसलाई बेस बनाएर चाहिँ अगाडि बढ्यौँ र पछि अरू विद्यालयका सरहरूलाई पनि चाहिँ त्यसमा समाहित गर्दै शिक्षित वर्गलाई चाहिँ आह्वान गरेर हामीले एजुकेसन चलायौँ र पछि म्यानेजमेन्टको चाहिँ सर शोभाखर सर, तत्कालीन पहिला सुरुको क्याम्पस प्रमुख चाहिँ यो स्थापना कालमा गणेश बेलवासी सर हुनुहुन्थ्यो होइन। उहाँको चाहिँ 2071 सालमा एउटा बस दुर्घटनामा चाहिँ दुःखद देहावसान भइसकेपछि, स्वर्गारोहण भइसकेपछि पछि त्यहाँ हाम्रो म्यानेजमेन्ट सेक्टरमा पढाइरहेको तत्कालीन दोस्रो क्याम्पस प्रमुख भनौँ शोभाखर बेलवासीजी उहाँ चाहिँ खुम्चीकोट छाडा हो र उहाँको नेतृत्वमा हामीले चाहिँ काम गऱ्यौँ र म्यानेजमेन्टतिर खास गरेर हामीले बैङ्कहरूबाट कृषि विकास बैङ्कले हामीलाई धेरै सहयोग गऱ्यौँ। त्यहाँ आउने चाहिँ कर्मचारी मित्रहरू जो चाहिँ म्यानेजमेन्ट अकाउन्ट होइन पढेर आउनुभएको हुन्छ, उहाँहरूको समेत चाहिँ सहयोग लिएर हामीले क्याम्पस चलाउँदै आएका छौँ अहिलेसम्म पनि। खास गरेर एजुकेसनतिर अलिक पर्याप्तता छ प्राध्यापकहरूको, तर म्यानेजमेन्टतिर अलिक पाउन गाह्रो पनि छ अहिले। 12 वर्ष चाहिँ त उसले ज्योति माविकै छानामुनि हामीले चाहिँ विद्यार्थी पढायौँ। म क्याम्पस प्रमुख भएर म 2074 साल फागुन 1 गते मलाई चाहिँ सञ्चालक समितिले क्याम्पस प्रमुख नियुक्ति गरिसक्यो। तपाईँहरूको त्यत्रो धेरै उसको कारणले होइन चुनौतीको बावजुद पनि सुरु गर्नुभयो र म पनि एउटा लामो समयसम्म विस्थापित पढाउन नपाएर ओजेलमा पढेको मान्छेले फेरि सुरुवात गर्दैछु। म पनि तेस्रो वर्ष ज्योति यो भविष्य क्याम्पसकै म चाहिँ विद्यार्थी तेस्रो वर्षको हो। निश्चय नै खुसीको कुरा। म यति खुसी भएँ तपाईँ चाहिँ भर्ना हुन आउँदा। तपाईँ तत्कालीन अवस्थामा गुल्मी पढाउनुहुन्थ्यो होइन। गुल्मीमा चाहिँ तपाईँ एउटा थाई शिक्षकको रूपमा त्यहाँ हुनुहुन्थ्यो। तपाईँ आउनुभयो, परिचय भयो, अनि चाहिँ परिचय भइसक्यो म भर्ना हुन आएँ भन्नुभयो। जान त तपाईँ बुङ्ची पनि जान सक्नुहुन्थ्यो, उता पश्चिम चन्द्रोटा पनि भर्ना हुन सक्नुहुन्थ्यो, तपाईँलाई धाइ पाइ उता चन्द्रोटातिर पनि हुन्थ्यो, मलाई थाहा थियो त्यो कुरा। तर हाम्रो चाहिँ एउटा सामिप्यता, एउटा चाहिँ मित्रता, त्यसपछि यहाँको स्थानीय नागरिक, जिम्मेवार नागरिक हुनुको नाताले तपाईँ चाहिँ हाम्रो क्याम्पसको एउटा परिवारको सदस्य हुनुभयो। तत्कालीन अवस्थामा भर्ना हुनुभयो। त्यसपछि चाहिँ प्रथम वर्षको नतिजा चाहिँ पनि एकदम राम्रोसँग चाहिँ तपाईँ एउटा उत्कृष्टपूर्वक चाहिँ पास गर्नुभयो। तपाईँलाई चाहिँ बधाई छ है, धेरै धन्यवाद पनि छ। यसमा हजुरले पनि धेरै सहयोग गर्नुभयो मलाई। अब म टाढा, म आफ्नो जागिर गर्ने टाइम नपाउने, मेरो फर्महरू भर्नदेखि लिएर आवश्यक जति पनि समय सब हजुरले गरिदिनु भयो। इक्जामको बेलामा पनि के छ कसो छ भनेर एकपल्ट पस्नु पनि भयो, धेरै खुसी लाग्यो। आज बिहान आउँदै गर्दा पनि विष्णु सरलाई भेट्नै पर्छ जसरी नै भनेरै मनसायले म आएको थिएँ र हजुरसँग भेट्नु भयो, कुराहरू भयो। र अब माथिको भवनदेखि लिएर यहाँसम्म आइपुग्दाखेरिको थोरै जोड दिनुहोस् हजुरले। हुन्छ हो, त्यसमा धेरै उतार चढावहरू यो क्याम्पसले चाहिँ भोगेको छ। मैले शोभाखर सरसँग पूर्व क्याम्पस प्रमुखबाट चाहिँ क्याम्पसको जिम्मेवारी लिँदा एउटा दराज थियो, अनि त्यसपछि एउटा थैलामा उहाँले मलाई चाहिँ क्याम्पसका 2टा छाप र लेटर प्याड अनि भएका त्यहाँका चाहिँ अब पुराना कागजपत्रहरू दिनुभएको हो, अनि त्यहीँ छन्, सुरक्षित छन् तिनी। त्यो अवस्थाबाट आइरहँदा क्याम्पसको नाममा एक रोपनी जग्गा पनि थिएन, अनि त्यसपछि गएर चाहिँ एउटा कोठा पनि आफ्नो थिएन है। प्राध्यापकहरू हामी चाहिँ ज्योति माविमा कार्यरत शिक्षकहरूको तर्फबाट हामीले चाहिँ कन्ट्रिब्युट गरेर क्याम्पसलाई एउटा जीवन प्रदान गरिरहेका मात्रै थियौँ। र म क्याम्पस प्रमुख भइसकेपछि मैले एउटा स्पिरिटका साथ काम गर्नुपर्छ, अनि सञ्चालक समितिले पनि राम्रोसँग काम गर्नुपर्छ। र हामीले यो जीर्ण भवनबाट, त्यो चाहिँ स्कुलको जीर्ण भवनबाट हामीले चाहिँ आफ्नो जग्गामा बनेको आफ्नो क्याम्पसको भवनमा चाहिँ यी विद्यार्थीहरूलाई हामीले सार्नै पर्छ। यथाशक्य
शीघ्रातिशीघ्र हामीले चाहिँ सार्नुपर्छ र एउटा क्याम्पसको आफ्नो भवनमा छानामुनि विद्यार्थीलाई पठन पाठन गर्ने उनीहरूको राइटको हामीले चाहिँ सुरक्षित गर्नुपर्छ, त्यसलाई चाहिँ कार्यान्वयन गर्नुपर्छ भनेर हामी लागिरह्यौँ। र लाग्ने क्रममा हामीले चाहिँ खास गरेर विश्वविद्यालय अनुदान आयो, अनि प्रदेश सरकार लुम्बिनी प्रदेश सरकारसँग चाहिँ अपिल गऱ्यौँ। अनि लुम्बिनी प्रदेश सरकारको तत्कालीन माननीय जाल्पा भुषालज्यूले हामी माया के गर्यौँ भने एकदम चाहिँ कम डिपोजिट पैसा पनि नभएको अवस्था, अति गरिबीको चाहिँ उसबाट आक्रान्त, अनि यो गरिबीको उसबाट चाहिँ पीडित अभिभावकका छोराछोरीहरूले पढ्ने क्याम्पस भएको हुनाले विद्यार्थीहरूबाट फी उठाउन पनि गाह्रो, फीबाट चल्न नसक्ने अवस्था भइसकेपछि हामीले 2075 सालमा एउटा मायाकीको आयोजना गऱ्यौँ। साना दहमा, यही वडा नम्बर 4 को साना दह भन्ने ठाउँमा हामीले चाहिँ मायाकी आयोजना गऱ्यौँ। पहिलो मायाकी हो, त्यसमा आएर उसको प्रदेश सभाका सांसद माननीय, मैले उहाँलाई स्मरण गर्न चाहन्छु, सम्मानपूर्वक सम्झिन चाहन्छु। उहाँले हामीलाई माया गरेर यो क्याम्पसको भवन रहन्छ, जग्गासम्म त गराएको रहेछ भनेर उहाँले चाहिँ 50 लाख रुपियाँ चाहिँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेर जानु हो मायाकीमा। र त्यो बजेट पहिलो वर्ष चाहिँ फ्रिज हुन पुग्यो यहाँ विविध कारणले, प्राविधिक कारणहरूले गर्दाखेरि। तर दोस्रो वर्ष हामी गएर फलोअप गरेर सञ्चालक समितिका अध्यक्षज्यू हामी गएर त्यहाँ चाहिँ उपाध्यक्षज्यू लगायत सबै फलोअपमा गयौँ। अनि त्यहाँ मन्त्रालयमा पूर्वाधार मन्त्रालयमा गएर मन्त्रीज्यूसँग अनि सचिवज्यूहरूसँग फलोअप गरेर धेरै चाहिँ गरेर जाल्पा मान्यज्यूको चाहिँ सहयोगबाट हामी त्यो बजेट फेरि फिर्ता गर्न सफल भयौँ। र यो भवनका चाहिँ नि 4वटा कोठा सहितका फाउन्डेसन तयार गरेर हामीले चाहिँ नि यो 4वटा कोठाको तल्लो यो फ्लोर चाहिँ निर्माण गर्न सफल भयौँ। त्यसमा हामीलाई नगरपालिकाले पनि, सिद्धगङ्गा नगरपालिकाले पनि थोर धेर सहयोग गऱ्यौँ, आर्थिक सहयोग। र त्यसले चाहिँ हामीले कोठा गाह्रो लगाउने, मर्मत सम्हार गर्ने गरेर एउटा फाउन्डेसन तयार गरेर अलिकति अवस्था छानो हुन थाल्यो है क्याम्पसको भन्ने एउटा राहतको महसुस गऱ्यौँ। यो अहिले हेर्दाखेरि 3 तले देखिन्छ। 3 तले, यो 3 तले सुरुवातमै एकैचोटि 3 तले उठाएको होइन। पहिला त फाउन्डेसन हामीले चाहिँ एक तला त्यो प्रदेश सरकारको 50 लाख बजेटबाट गऱ्यौँ। त्यसपछि दोस्रो वर्ष अब त यो जग्गा फेरि 2075 सालमा यो 13 रोपनी जग्गा यहाँका चाहिँ यही साउटोला भन्ने यही घर हो, माथिको घर हो। उहाँ स्वर्गीय भविश्वर पौडेलज्यूका पुत्रहरू, खास गरेर चाहिँ नि अब उहाँका पुत्र शिव पौडेल, त्यसपछि गएर बद्री नारायण पनि भनिन्छ उहाँलाई, अनि गणेश, अनि स्वर्गीय कृष्ण प्रसाद पौडेल, अनि ज्येष्ठ सुपुत्र चाहिँ विष्णु प्रसाद पौडेलज्यूहरूको एउटा भनौँ एउटा ओपन हार्ट भनौँ न, उहाँको खुला जेनरस उदार हृदयका कारण हामीले चाहिँ जग्गा 2075 साल माघ महिनामा चाहिँ उहाँलाई काठमाडौँबाट सन्निकट बोलाएर यो 13 रोपनी जग्गा निःशुल्क रूपमा हामीले प्राप्त गऱ्यौँ। त्यो पहल गरेर हामीले चाहिँ भविश्वर तत्कालीन ज्योति बहुमुखी क्याम्पसमा हामीले भविश्वर थपेर त्रिभुवन विश्वविद्यालय, UGC सबै ठाउँमा त्यसको चाहिँ अब रेफरेन्स दिएर त्यो नाम परिवर्तन पनि गऱ्यौँ। र मात्रै चाहिँ हामीले बजेट माग गर्न पायौँ, जग्गा नभइकन बजेट पाइँदैन थियो भवन निर्माणका लागि। यो महायज्ञको प्रथम महायज्ञबाट लगभग कति उठ्यो? 70 लाख भन्दा माथि उठेको, एकदम उत्साहवर्धक ढङ्गबाट चाहिँ नि जनताहरूले चाहिँ नि आफ्नो चाहिँ दुःख जिरोबाट चाहिँ कमाएको पैसा होइन सानोतिनो रकम दिएर उहाँहरूले धेरै सहयोग गर्नुभएको क्याम्पसलाई। तर तत्कालीन अवस्थामा सञ्चालक समितिले गरेको कन्ट्र्याक्ट, क्याम्पसले गरेको कन्ट्र्याक्ट अथवा भनौँ त्यो सम्झौताका आधारमा त्यो मायाकी सञ्चालकहरू जो आउनुभयो उहाँहरूले सारा ट्रकदेखि लिएर त्यसको टेन्टदेखि सबै चाहिँ सामग्रीहरू उहाँहरूले नै ल्याएर सबै गर्नुभएको हुनाले अनि त्यसको चाहिँ नि के अरे खर्च व्यवस्थापन त्यहाँबाट चाहिँ त्यो पण्डितजी ल्याउनेदेखि सबै कुरा उहाँहरूले गर्नु, कर्मचारीहरू सबै व्यवस्थापन गर्नुभएको हुनाले उहाँहरूले 20 लाख लिएर जानुभयो। अनि 5 लाख तत्कालीन अवस्थामा चाहिँ खर्च यो आयोजकको तर्फबाट खर्चहरू देखियो उठ्यो होइन। अनि त्यसले गर्दा 52 लाख समथिङ चाहिँ बचत हुन गयो। तर त्यो सबै पैसा उठेन, फेरि प्रतिबद्धता त गर्न हो। कतिपय साथीहरूले फेरि अब दिन सक्नु भएन, अब यावत कारणहरूले होला, अब पहिला बोल्नुभयो स्टेजमा गएर, तर पछि दिन सक्नु भएन। 2-4 लाख लगभग चाहिँ उठेन भनौँ। 45 को हाराहारीमा 45 को हाराहारीमा 40 को हाराहारीमा त्यो पैसा डिपोजिटमा राखियो छ, अहिले पनि डिपोजिटमै छ हाम्रो क्याम्पसकै चाहिँ नाममा, कृषि विकास बैङ्क। अनि त्यसबाट यसले के लाभ लिइरहेछ?
कृषि विकास बैङ्क र तत्कालीन अवस्थामा साइन रेसुङ्गा अनि कामना सेवामा चाहिँ पैसा राखियो। त्यो पैसाबाट त ब्याज आउँछ, ब्याज आइसकेपछि यहाँ फेरि के थियो भन्नुहुन्छ भने पहिला युजिसीबाट ऊ आउनु थियो, अनुदान आउँदैन थियो। अनुदान नआउनिसकेपछि त्यो बजेट त्यसबाट चाहिँ व्यवस्थापन गर्ने, त्यसपछि चाहिँ टिचरहरूलाई तलब खुवाउन पहिला 18 महिना पर्खिनु पर्थ्यो हेर्नुहोस्। कहिले 14 महिना, कहिले 18 महिनासम्म हामी संस्थापक हुनुको नाताले हामीलाई सबै कुरा थाहा छ होइन, यसका पीडाहरू। हामी चाहिँ त्यत्तिकै भलुन्टियर सर्भिस पनि गऱ्यौँ, कहिले 14 महिनापछि तलब खाने खुवाउने पनि गरियो। र पछि त अहिले त अब चाहिँ तिरुल विश्वविद्यालयबाट वार्षिक 15 लाख जति बजेट आइराखेको छ तलब खुवाउनका लागि। अनि यताबाट चाहिँ नि अब सस्तो ब्याज त अहिले त दर त घटेको छ, त्यो ब्याज दर घटे पनि केही न केही थोपा गरेर चाहिँ यहाँ सङ्कलन भएको ब्याजबाट यो क्याम्पसको सञ्चालन यताउता अब यहाँ बााउन्ड्रीदेखि धेरै कुरा गर्न बाँकी छ। यो अलिकति परे दोस्रो महायज्ञको बारेमा पनि जुन यो दहको नजिक भएको थियो त्यति बेला मलाई थाहा थियो यहाँ चाहिँ भएको छ भन्ने, त्यसमा जोडिसकेपछि भएको हो हो। त्यस कारण त्यसको बारेमा थोरै भनिदिनु, त्यो यो कसरी सञ्चालन भयो? फेरि 2081 सालमा सुरुमै भनौँ अब 80कै अन्त्यतिरबाट यहाँका चाहिँ समाजसेवी बुद्धिजीवी, त्यसपछि गएर यहाँका चाहिँ धर्म अनुरागी मनहरू जोडिन थाल्नुभयो। फेरि चाहिँ धर्म संस्कृतिको चाहिँ प्रचार प्रसारदेखि लिएर हामीले चाहिँ फेरि महायज्ञ गरौँ। उति बेलाको महायज्ञ उत्साहवर्धक भयो, 5 वर्ष कट्यो, अब चाहिँ फेरि एउटा महायज्ञ गरौँ भन्ने उहाँहरूको मनमा चाहिँ लाग्यो। यद्यपि यतातिर फेरि यो युजिसीबाट भवन त बनिसकेको थियो, पिलरहरू उठाएर यहाँ फेरि दोस्रो ताला र तेस्रो तालाका हामीले चाहिँ कोठाहरू तयार गरेर स्केलेटनको रूपमा त के अरे विश्वविद्यालय अनुदान आयोगबाट 50 लाख रुपियाँ बजेट परेर अनि त्यो त तयार गरेका थियौँ। फाउन्डेसन त फेरि माथि 3 तलासम्म गरेर, तर हामीले टाल्न सकेका थिएनौँ। यो झ्यालहरू, यी ढोकाहरू, यो वरिपरिको गाह्रोदेखि लिएर यो टाल्नै सकिएन। 2-3 वर्ष लगभग स्केलेटनको रूपमा रह्यो। तर पनि हामीले चाहिँ युजिसीको माग गरिरहेका थियौँ। त्यो फेरि प्रक्रियागत रूपमा अलिकति ढिलाइ पनि हुन्छ। दोस्रो पटक चाहिँ नि महायज्ञ चाहिँ त्यो बाध्यताले हाम्रो लाउनु पऱ्यो कि गाराहरू टाल्न, त्यहाँदेखि कोठाको यो स्केलेटनलाई चाहिँ नि एउटा पूर्णता दिनका लागि यो भवनलाई चाहिँ एउटा 12 कोठे भवन निर्माण गर्नका लागि हामीले 2081 साल वैशाख 1 गतेदेखि 9 गतेसम्म फेरि दोस्रो महायज्ञ यहाँ चाहिँ दहमा लगाइयो। तर त्यसमा दुःख धेरै भयो, दुःख बेसरी पाइयो। नगद चाहिँ उति चाहिँ 75मा जति चाहिँ नगद पैसा उठेन। तथापि यहाँका चाहिँ स्थानीयवासीहरू, खास गरेर यो चाहिँ सिद्धगङ्गा नगरपालिका वडा नम्बर के अरे 3, यो 3मै चाहिँ लोकेटेड भएको हुनाले यहाँका बासिन्दाहरूले अलिकति धेरै माया पनि गर्नुभयो। यता 4 नम्बरकाले पनि चाहिँ कैयौँले गर्नुभयो र सिद्धगङ्गावासी अन्य अलि टाढा बस्ने महानुभावहरूले पनि यहाँ हामीलाई सहानुभूति सिम्पेथी दिनुभयो र जनप्रतिनिधि साथीहरूले पनि सहयोग गर्नुभयो पर्याप्त मात्रामा। र त्यतिखेर चाहिँ नि हाम्रो लगभग 30-40 लाख कति उठेको छ, त्यहाँ हिसाब गरेको छ समितिले चाहिँ गरेर। त्यो समिति 35 भन्दा माथि उठेको छ भनेको, उठ्नलाई उठ्यो, तर त्यसको पनि खर्च फेरि चाहिँ धेरै खर्च अब उतातिर गयो। त्यो उतैबाट आएको थियो, टोली आउँछ, त्यसको महायज्ञ गर्ने एउटा टोली हुन्छ। त्यो टोली धार्मिक टोली हुन्छ, धार्मिक सांस्कृतिक प्रचार प्रसार गर्दै आउँछ। अनि त्यसलाई आह्वान गर्ने, कन्ट्र्याक्ट गर्ने गर्छ यहाँ आयोजकले। अनि त्यसपछि त्यो टोलीले चाहिँ धेरै पैसाहरू त्यो व्यवस्थापकीय खर्च त्यसले लैदिएको हुनाले यहाँ बचत चाहिँ 7-8 लाख रुपियाँ बचत भएको हो। र त्यसमा पनि फेरि चाहिँ नउठेको रकम अझै पनि अलिकति हुनसक्छ, उठ्ने क्रममै छ। यसलाई पनि खर्च गर्नुभयो कि राख्नु होइन? त्यो पनि डिपोजिट, त्यो त खर्च त गएको गइहाल्यो। खर्च त्यहाँ गर्नुभएको छ उहाँले, समितिले चाहिँ नि यति खर्च भयो, यति चाहिँ भयो भनेर सार्वजनिक गर्नुभयो। अनि बाँकी रहेको त फेरि क्याम्पसकै नाममा चाहिँ डिपोजिट गर्नुभएको छ। त्यही छ। यो तलब चाहिँ यो कस्तो पिरियडको हिसाबले प्रति पिरियड भन्ने हुन्छ? प्रति पिरियडमा हुन्छ। के छ त्यसको? पिरियडमा करिब 4000 भन्दा माथि 4200 रुपियाँ चाहिँ नि प्रति पिरियड पर मन्थ चाहिँ टिचरहरूले पाउनुहुन्छ यहाँ। तर त्यसबाट कर कट्टी हुन्छ, फेरि कर कट्टी गरेर चाहिँ बाँकी। पहिला त 10% थियो, 10-15 पनि कटाइयो हाम्रो चाहिँ तलबबाट। तर चाहिँ पछि सामाजिक सुरक्षा गरेर यो पार्ट टाइम जस्तो हुन्छ यहाँ। अब पार्ट टाइमै हो, एउटा पिरियड पढाउने पनि हुनुहुन्छ, कैयौँ साथीहरू हुनुहुन्छ। एउटा पिरियड पढाएर जाने, एउटा पिरियड भनेको त्यही 4200 हो महिनामा। अब त्यसबाट कर कट्टी हुन्छ उहाँको, अनि बाँकी रहेको लगाउँछ।
अब एकाडेमिक म्यान पावर प्रबुद्ध वर्गलाई कजाइसकेपछि त हजुर अब अहिलेको तत्कालीन समयमा अघि मैले एकजना सरलाई भेटाएको थिएँ कृषि विकास ब्याङ्कबाट आएर हो। पढाउँछु भन्नुभयो। हुनुहुन्छ अहिले पनि। अलिकति मैले देखेको होइन हजुरलाई धेरै कुरो सबै थाहा छ मैले झ्याप्प हेर्दा देखेको चाहिँ यो क्याम्पसभन्दा अगाडिको यो ग्राउन्ड छ नि छक्क ग्राउन्ड नदेखेको र यसमा एउटा तारबार सहितको बाउन्ड्री र गेट नदेखेको मैले देखेँ यसमा के छ पहल अबको एकदम राम्रो कुरा गर्नु हो। हामीलाई खड्केको मैले भने नि यहाँलाई चाहिँ अगाडि जोडेँ नि पहिलो हुटहुटी मलाई चाहिँ के थियो भन्दा म लगायत हाम्रो समितिलाई के थियो भन्नुहुन्छ भने यो क्याम्पसलाई पहिलो हुटहुटी 2069 सालमा स्थापना भएर पठन पाठन भइरहेको क्याम्पसलाई आफ्नो भवनमा आफ्नो छानामुनि सार्ने विद्यार्थीलाई यहाँ ल्याएर पठन पाठन गराउने पहिलो हुटुटी थियो। त्यो हुटुटी पुरा भयो गत साल 2081 साल मङ्सिर 2 गतेदेखि हामीले यो भवनमा ल्याएर कक्षा सञ्चालन गर्न सफल भयौँ। अझ त्यसपछि पनि चाहिँ उहाँ दाताहरूले यी 8वटा कोठा फेरि चाहिँ बनाइदिनु भयो नि। यो दोस्रो महायज्ञमा उपलब्धि त्यो पनि हो एउटा ठुलो उपलब्धि है। यो दोस्रो महायज्ञको ठुलो उपलब्धि आदरणीय चाहिँ नि मैले उहाँहरूलाई चाहिँ हार्दिक सम्मानपूर्वक चाहिँ नि यहाँ चाहिँ नि सम्झन चाहन्छु स्मरण गर्न चाहन्छु। समाजसेवी बुद्धिजीवी शिक्षाप्रेमी उदार दिलका धनी उहाँ महानुभावहरूलाई म हार्दिक सम्मानपूर्वक क्याम्पसबाट सम्झिन चाहन्छु। यो 8वटा कोठा यो भवनमा जुन चाहिँ स्केलेटनमा रहेका 8वटा कोठालाई चाहिँ उहाँहरूले यसरी चाहिँ आफ्नो व्यक्तिगत खर्च लगाएर झ्याल ढोका गाह्रो होइन यो सबै बनाएर एउटा चाहिँ पूर्णता दिनुभयो होइन। उहाँहरूको त्यहाँ उसमा नाम पनि राखिएको छ त्यही कारणले हो उहाँहरू चाहिँ नि एकदम धन्यवादका पात्र हुनुहुन्छ। समुदायसँग हामीले क्याम्पसलाई जोड्न सक्यौँ खुसीको कुरा। म सबैभन्दा खुसी त्यही कुरामा लाग्छ। यो भित्री भौतिक संरचना भन्दा नि बाहिरबाट होइन एक्ज्याक्टली यो काम गर्ने क्रममा विभिन्न बाधा व्यवधानहरू पनि हुन्छन् विभिन्न चाहिँ नि गाह्रो पनि हुन्छ। बजेटको अभाव थियो तत्कालीन अवस्थामा। अहिले चाहिँ प्रदेशबाट त्यहाँ आउटडोर टोयलेट पनि बनाइयो इन्डोर टोयलेट 4वटा बनाइयो अब बनाएर यो निर्माणाधीन अवस्थामै छ निर्माणकै क्रममा छ। अनि यत्रा चाहिँ संरचनाहरू अहिले अर्को 4 कोठे उतातिर 6 कोठे प्रशासकीय भवन चाहिँ त्यसको माथि 3वटा कोठा तल होल देख्यो हो 3वटै छ। के प्रयोजनको लागि त्यो प्रयोजन के हो भन्नुहुन्छ भने त्यसको पनि पृष्ठभूमि छ हो। हमराजी एकदम राम्रो प्रश्न सोध्नुभयो। यसमा प्रसङ्ग जोडिन जान्छ। त्यति बेला करिब 2 वर्षसम्म यसले चाहिँ स्केलेटनकै रूपमा रह्यो। तल्लो तालो बाहेक उपल्ला 2 ताला हामीले पुरा गर्न सकिएन बजेट अभावमा है। त्यसो भइसकेपछि समुदायबाट महायज्ञ सञ्चालन गरेर दाताजीहरूले यिनी 8वटा कोठा बनाइदिनु भयो। तर त्योभन्दा अगाडि नै हामीले चाहिँ नि उहाँ युजिसी विश्वविद्यालय अनुदान आयोगमा कृपया हामीलाई बजेट दिनु पर्यो। हाम्रो 8वटा कोठा बनाउन सकिएन विद्यार्थी सार्न सकिएन गाह्रो भयो हामीलाई बजेटको व्यवस्था गर्नुहोस् भनेर त्यहाँ प्रपोजल लगाएर हामीले पेस गरेका थियौँ। त्यहाँ फेरि टाइम लाग्छ 6 महिना जति लाग्छ। पेस गरिसकेपछि 6 महिना उसले चाहिँ स्टडी गर्छ डकुमेन्टेसनको स्टडी गरेर यदि स्ट्रङ डकुमेन्ट भयो भने मात्रै बजेट दिन्छ। त्यसकारण त्यो बजेट आउनभन्दा पहिले नै फेरि यहाँ दाताहरू सक्रिय भएर यो बनाइसक्नुभयो। तर बजेट हामीले फ्रिज हुनु त दिनु भएन। अगाडि हामीले शिक्षा लिएका थियौँ प्रदेशको बजेट फ्रिज भएकोबाट चाहिँ हामी एकदम चाहिँ नि त्यो जोखिम हामीले न्यूनीकरण गर्नुपर्छ त्यो जोखिम चाहिँ नि हुनसक्छ भनेर चाहिँ हामी लागेको फलोअप गरेर युजिसीबाट गरेर अनि त्यसलाई फेरि यहाँ हामीले पेस गर्दाखेरि कारा बनाउने 8वटा कोठा बनाउने भनेर पेस गरेका थियौँ माग गरेका थियौँ बजेट। तर यहाँ त भइसक्यो समुदायले गरिसक्यो भनेपछि त्यो बजेटलाई कता सदुपयोग गर्ने भन्दा तत्काल अवस्थामा हामीले तत्कालीन निर्णय गरेर युजिसीसँग समन्वय गरेर अनुमति लिएर अनि यही हाम्रै जग्गामा अर्को प्रशासकीय भवन बनाउने त्यो 50 लाखबाट भनेर त्यहाँ चाहिँ हामीले त्यो पल्लो अब के को प्रयोग बनाएर अब त्यसमा चाहिँ हामीले कम्प्युटर कक्षाहरू चलाउने। अब कक्षा 12को परीक्षा पनि यहीँ हुने भयो। अब यो वर्षदेखि अब जनजागृति त्यसपछि गएर सुधा मावि ज्योति मावि सरस्वती माविका 12 कक्षामा अहिले अध्ययनरत विद्यार्थीहरूले सौभाग्यको कुरा होइन भाग्यको कुरा उहाँहरूलाई सन्निकट जानु परेन। अनि यताका उता सीतापुर जानु परेन सीतापुरका अब अरू टाढा जानु परेन होइन। यहीँ चाहिँ हामी ज्योति भविष्यको क्याम्पसमा कक्षा 12को परीक्षा सञ्चालन गर्ने भनेर चाहिँ योलाई पूर्वाधारलाई चाहिँ प्रयोग गर्दैछौँ। यो गेट बनाउने र चाहिँ यो बनाउने कुरालाई हामी चाहिँ अब प्रदेश सरकार अनि स्थानीय सरकार अनि सङ्घीय सरकारसम्म चाहिँ विश्वविद्यालय अनुदान आयोगसम्म हामीले चाहिँ पहल गर्नुपर्ने छ।
यो बनाउनै पर्नेछ। परीक्षा सञ्चालन हुँदैछ भन्नुभयो, यसको लागि आवश्यक पूर्वाधारहरू यसमा छ उपलब्ध? जस्तो बस्नको लागि हो, बेन्चहरू चाहिँ अलिकति अभाव छ, तर सुरक्षाको दृष्टिकोणले पनि सुरक्षाको दृष्टिकोणले त समस्या छैन। यहाँनिर चाहिँ हाम्रो सुरक्षाकर्मी पर्याप्त हुनुहुन्छ, उहाँहरूले हेररेख गरिदिइहाल्नुहुन्छ र विद्यार्थीमा पनि अहिले मेरा बाबु चिट चोरौँ, अभिभावकमा चिट चोराउँ भन्ने त्यो भावना पनि अन्त्य भइसकेको छ। परीक्षा मर्यादित हुँदैछन्, शीतगङ्गामा पनि मर्यादित छन्, एकदम चाहिँ व्यवस्थित छन्। त्यसकारण कक्षा कोठा र फर्निचर भइसकेपछि र अन्य आइसिटी कम्प्युटर इत्यादिका चाहिँ नि कुराहरू भइसकेपछि त परीक्षा मर्यादित हुन्छ। हामी विश्वस्त छौँ। हामी एजुकेसनको यहाँको फर्स्ट स्टेक होल्डर हुनुको नाताले हामी विश्वस्त छौँ। कसैलाई त्यो चोर्ने चोराउने भन्ने कुरा होला जस्तो मलाई लाग्दैन। परीक्षा व्यवस्थित हुन्छ, मर्यादित हुन्छ। तर क्याम्पसको आफ्नो आन्तरिक जीवनमा निर्माणाधीन यो भर्खर अब चाहिँ यहाँ जन्मिएको छ, यो जग्गामा आफ्नो जग्गामा 1 वर्ष भयो यहाँ विद्यार्थी सारेको। अब यहाँ चाहिँ हामीले भवन निर्माण पुरा गरेका छौँ। टोयलेटहरू पनि हामीलाई अब चाहिँ शौचालय पुरा भएको छ। अब पिउने पानी पनि पर्याप्त छ। हाम्रो चाहिँ पानी छ होइन। हाम्रो आइसिटी के अरे कम्प्युटर वाइफाई फिल्टर गर्नुहुन्छ कि सोचे वाइफाई पनि जडान छ। फिल्टरको प्रविधि छ हामीलाई राष्ट्रिय वाणिज्य ब्याङ्कले दिएको एउटा पानी पटाउने इन्टरनेट सुविधा विद्यार्थीलाई हामीले चाहिँ सबैलाई दिएका छौँ। अब हाम्रो मिसन कोठामा चाहिँ पङ्खा र लाइटको व्यवस्था छ। यहाँ पङ्खा अहिलेसम्म त खासै फिल गरिएको छैन, किनकि यो अलिकति जाडो मौसम पनि हो। यो जाडो हुन्छ कि यो ठाउँमा हो, चिसै हुन्छ। त्यसकारण पङ्खाले यहाँ फेरि पोइन्टिङ पनि देखिन क्या तपाईँको यो फ्यान राख्नको लागि। त्यस कारणले आवश्यकता नभएर नराख्नु, त्यति आवश्यक नठानेरै होला। अब वायरिङ गर्ने मान्छेले अब त्यही किसिमले यो नि भवन फेरि जम्मै टेन्डरबाट बन्यो, टेन्डरबाट ठेक्का प्रक्रियाबाटै भने हामीले देखे जाने बुझेकासम्म सल्लाह सुझाव दियो। तर अब बनाउनेले अब प्राविधिक कुरा अब कसैले के गरेका छन्। अब फ्यान राख्नलाई अब वाल फ्यान लगाउन सक्छ, वाल फ्यान पनि लगाउन सकिन्छ आवश्यकता अनुसार। त्यस्तो गर्मी यहाँ फिल भएको छैन। बिहान कति बजीबाट सुरु हुन्छ? बिहान 6 बजे विद्यार्थी आइसक्छन्, 6:10बाट ठ्याक्कै क्लास। त्यसपछि अन्तिम पिरियड कतिसम्म? अन्तिम पिरियड चाहिँ 10 बजीसम्म। 10 बजीसम्म। अनि अहिलेको समयमा सबै शिक्षकहरू उपलब्ध हुनुहुन्छ। अहिले त अब एससीको परीक्षाले गर्दा केही शिक्षकहरू त्यहाँ निरीक्षकको रूपमा केन्द्राध्यक्षको रूपमा भएको हुनाले उहाँहरू चाहिँ मैले हाम्रो चाहिँ दामु सर हुनुहुन्छ अहिले भर्खरको समयको लागि। यो यदि सम्पर्क राख्नु पर्यो भने सूचना एकदम सूचना अधिकारीको रूपमा दामु सर हुनुहुन्छ। दामु बेलवासे क्याम्पस प्रमुख, नयाँ क्याम्पस प्रमुख चाहिँ रामप्रसाद बेलवासे सर हुनुहुन्छ। अब उहाँसँग यहाँले सम्पर्क गर्न सक्नुहुन्छ है। बाँकी कुराको बारेमा फोन नम्बर चाहिए म दिन्छु। हजुर, दामु बेलवासे सरको पनि नम्बर मैले यहाँ राखिदिन्छु। राख्नु भएको छ? ठिक छ, राखिदिन्छु म। त्यो चाहिँ हुन्छ। अनि ठिक छ, अन्य सरहरू हुनुहुन्छ, उहाँहरूको पनि सम्पर्क मिलेसम्म हुन्छ, पाउनुहुन्छ। जुटाएर म चाहिँ राखिदिन्छु। अनि त्यही भयो। अरू अबको यो क्याम्पसलाई थप अबको आवश्यकता के छ? अलिकति चिन्नु। अब दुईवटा कुरा छ। एउटा कुरा हाम्रो चाहिँ नि अब यो 12 कक्षाको मुखैमा सम्मुखमा रहेको परीक्षालाई चाहिँ व्यवस्थित ढङ्गबाट यहाँ सञ्चालन गरेर हामीले एउटा पहिचान परीक्षालाई मर्यादित र व्यवस्थित ढङ्गबाट सम्पन्न गरेर यो क्याम्पसले परीक्षाहरू सञ्चालन गर्न सक्छ, सक्षम छ। यहाँको ह्युमन रिसोर्स, यहाँको चाहिँ इन्फ्रास्ट्रक्चर, फिजिकल इन्फ्रास्ट्रक्चरदेखि सबै कुरा छ भन्ने कुरामा हामीले चाहिँ नि अस्योरेन्स दिनुपर्ने छ सम्बन्धित निकायलाई होइन, के अरे राष्ट्रिय परीक्षा बोर्डलाई। दोस्रो कुरा हामीले चाहिँ नि अब यो के अरे यो वाल भन्नु नि तपाईँले वरिपरि बााउन्ड्री वाल लगाउनु पर्ने छ र एउटा गेट निर्माण गर्नुपर्ने, टड्कारो आवश्यकता प्लस यो फिल्डलाई सम्माएर यहाँ चाहिँ फुल रोप्ने, बगैँचा बनाउने, त्यसपछि सिडीहरू निर्माण गर्ने जस्ता कामहरू एकदम चाहिँ टड्कारो आवश्यकता छ। त्यसको लागि मैले हाम्रो खास गरेर स्थानीय सरकार नजिकै यहीँनिर छ हाम्रो चाहिँ सिद्धगङ्गा नगरपालिकाको भवन बगलमै साइडमै भएको हुनाले सिद्धगङ्गा नगरपालिकाको यो हाम्रो अभिभावकै हो होइन। सरकार भनेको स्थानीय सरकारलाई चाहिँ म अपिल गर्न चाहन्छु कि यहाँ अब यही बाटो उहाँहरू सबै हिँड्नुहुन्छ, उहाँका गाडीहरू हिँडिरहन्छन्। यो क्याम्पस तपाईँहरूको हो, यो एउटा चाहिँ सिद्धगङ्गाको गहना हो। यो क्याम्पस थियो र चाहिँ हाम्रो नगरपालिका बनेको हो। यो नगरको एउटा चाहिँ सुन्दर एउटा बगैँचा हो। त्यसकारण यसलाई चाहिँ राम्रो फुलाउने फलाउने, यहाँका बालबच्चाहरूलाई जो चाहिँ उच्च शिक्षा यही दैलोमै घर दैलोमै आफ्नो आठोपिठो खाएर पढ्न पाएका छन्, यिनीहरूलाई इनरोलमेन्टदेखि लिएर अनि चाहिँ अन्तिम परीक्षासम्म 4थो वर्षसम्म चाहिँ एउटा शान्तिपूर्वक पढ्न पाउने वातावरण सिर्जना गरिदिएर यहाँको उच्च शिक्षाको गुणस्तरीय शिक्षामा कन्ट्रिब्युट गर्नका लागि आफ्नो तर्फबाट योगदान गर्नका लागि म हार्दिक आह्वान पनि गर्न चाहन्छु। खास गरेर हाम्रो चाहिँ नि सिद्धगङ्गा नगरपालिका
बढीलाई। यहाँनिर एउटा कुरा जोड्न मैले अलिकति बिर्सेछु, यहाँ पढ्ने क्रममा जो सुरुवातमा पहिलोपटक यहाँ जोइन हुन आउनुहुन्छ शुल्कको बारेमा थोरै भन्नुहोस् न। शुल्क अहिलेसम्म चाहिँ के छ भन्नुहुन्छ भने अब 2 महिनाको शुल्क जोडेर 6000 रुपियाँ लिने गरेको छ क्याम्पसले। 6000 रुपियाँ रसिद काटेर। पहिला 5000 थियो होइन, अलि पहिला जमानामा स्टार्टिङ पोइन्टमा त 4000 थियो होइन, त्यसपछि 5000 भयो अलि वर्ष, त्यसपछि 6000 भएको छ। त्यो पहिलोपटक फर्स्ट इयरमा नाम लेखाउँदा 6000 रुपियाँ विद्यार्थीले तिर्छन्। अनि त्यसपछि क्याम्पसको विद्यार्थी भइसके पश्चात उनीहरूलाई तिनीहरूको अवस्था हेरेर अथवा चाहिँ अब तिनीहरूको गरिबीको अवस्था, त्यसपछि गएर चाहिँ उनीहरूको अभिभावकको चाहिँ आय स्तरको अवस्था, अनि त्यसपछि तिनीहरूको अन्य पृष्ठभूमि हेरेर हामीले सकेसम्म विद्यार्थीलाई आफ्नो उच्च शिक्षा कन्टिन्यू गर्ने कुराबाट वञ्चित नहुन् भन्ने हामीले चाहिँ त्यो ध्येय राख्छौँ र उनीहरूलाई सकेसम्म बाँकी मासिक शुल्कमा चाहिँ कसैलाई चाहिँ 25%, कसैलाई 50%, कसैलाई 75% र कसैलाई 100% अवस्था हेरेर चाहिँ यहाँ शुल्क छुट दिने गरिएको पनि छ। र परीक्षा शुल्कहरू त लिनै पर्यो, परीक्षा शुल्क लिन्छ, क्याम्पस लिन्छ। अनि त्यसपछि गएर अन्य केही शीर्षकका शुल्कहरू, सानातिना शुल्कहरू छन्, ती चाहिँ लिन्छ। अहिले अब यो निर्माणाधीन चरणमा छ, त्यसकारण यो खेलकुद मैदानहरू पनि बनाउनु पर्ने छ। यहाँ चाहिँ खेलकुद मैदान सहित म चाहिँ अलिकति अपेक्षा गर्छु खेलकुद मैदान सहित थोरै एउटा चाहिँ गार्डनिङ पनि होस् भन्ने। हो गार्डनिङ त्यो गर्न बाँकी नै छ यहाँ। अनि त्यसकारण यहाँ सफा गर्न छ, यसलाई बनाउनु छ, यसलाई चाहिँ राम्रो आकर्षक एउटा चाहिँ एउटा सुन्दर सरस्वतीको मन्दिरको रूपमा यसलाई चाहिँ विकास गर्न छ। त्यसकारण म आम विद्यार्थीहरू, अभिभावकज्यूहरू, क्याम्पस सञ्चालक समिति अनि वर्तमान क्याम्पसको नेतृत्व लिइरहनुभएका क्याम्पस प्रमुख, अनि त्यसपछि गएर कर्मचारी वर्ग लगायत सबै सरकारवालाहरू, राजनीतिक दलहरू, समाजसेवी, बुद्धिजीवी, प्रबुद्ध वर्गलाई यो शीतगङ्गाको एकमात्र उच्च शैक्षिक धरोहर यो ज्योति भविष्य बहुमुखी क्याम्पसलाई दिगो विकास गर्नका लागि अनि यसलाई चाहिँ नि एउटा सस्टेनेबल बनाउनका लागि, यसको स्थायित्वका लागि उहाँहरू सबैको तर्फबाट सकारात्मक ढङ्गबाट योगदान हुनेछ, सहयोग पुग्नेछ भन्ने आशा र विश्वास लिएको। यो भिडियो सुनिसकेपछि धेरैजनाहरू सायद जोडिनुहुन्छ, यस बारेमा परिचित हुनुहुन्छ र उहाँहरू पनि यस चाहिँ भविष्य बहुमुखी क्याम्पसमा हाम्रो BBS र बिएड 4 वर्ष स्नातक कोर्स यहाँबाट लिन सक्नुहुन्छ। एकदमै सहज वातावरणमा, शान्त वातावरणमा र सबै प्रबुद्ध वर्ग यहाँ हुन्छ। एकदम ह्युमन रिसोर्स पनि सबै पूर्ण भएको अवस्थामा मजाले लिन सक्नुहुन्छ र अलिकति केही रेगुलर आउन नसक्नेहरूले पनि होइन सम्पर्क गरेर टाढाबाट हरेक कुरामा सहज तरिकाले एकदम हामी सहज तरिकाले सहयोग गर्न तयारी छौँ जति बेला पनि। त्यही थियो, अरू केही छुटेको कुरा छ भने अनि त्यस्तो अरू त केही छैन। विद्यार्थीहरू भाइ बहिनीहरूलाई म के आह्वान गर्न चाहन्छु भने यो क्याम्पस यही छ, तपाईँहरूको क्याम्पस हो। हामीले चाहिँ धेरै उतार चढावको बावजुद यहाँको क्याम्पस चाहिँ यहाँ आफ्ना छानामुनि चाहिँ सार्न सफल भएका छौँ। त्यसकारण यो पूर्वाधारलाई चाहिँ उपयोग गर्नुहोस्, यहाँको यो अवसरलाई चाहिँ सदुपयोग गर्नुहोस्, आफ्नो व्यक्तित्व विकास गर्नुहोस्, उच्च शिक्षा लिनुहोस्, घर दैलोको यो क्याम्पसलाई माया गर्नुहोस्। विद्यार्थीवर्ग, अभिभावकज्यूहरू, स्थानीय सरकार, जनप्रतिनिधि, राजनीतिक दल र शिक्षाका सम्पूर्ण सरकारवालाज्यूहरूलाई म यो क्याम्पसलाई चाहिँ दिगो बनाउनका लागि, स्थायी रूपमा चाहिँ रन गर्नका लागि सबैबाट एउटा सकारात्मक मनका साथ सहयोग गर्नुहुनेछ भन्ने चाहिँ आह्वान। अलिकति मैले जोड्न चाहेको कुरा यो पारदर्शिताको कुरा हुन्छ। यो अडिट चाहिँ रेगुलर रेगुलर एकदम रेगुलर अडिट हामीले इन टाइम, अरूले भन्दा पहिले हामीले चाहिँ साउनको अन्तिम अथवा भदौभित्र चाहिँ हामीले अडिट गरिसकेका हुन्छौँ। असोजभन्दा उता त कहिले पनि गएको छैन। म आएदेखि अडिट अहिलेसम्म चाहिँ ढिला भएको छैन। एकदम नेपालको चाहिँ नि के अरे मान्यता प्राप्त लेखा परीक्षकबाट होइन अडिटबाट हामीले एकदम विधिपूर्वक अडिट गरेका सम्पूर्ण कागजातहरू हामीले मजासँग आन्तरिक अडिट पनि हुन्छ हाम्रोमा। आन्तरिक अडिट गरेर पहिला यहाँको चाहिँ समितिले आन्तरिक अडिटहरू तोक्छ, त्यसपछि आन्तरिक लेखा परीक्षण गरेर त्यसले चाहिँ नि दिएका सल्लाह सुझावलाई चाहिँ पालना गर्दै फेरि चाहिँ मान्यता प्राप्त चाहिँ लेखा परीक्षकबाट लेखा परीक्षण हुने गर्दछ। वार्षिक उत्सव के छ? वार्षिक उत्सव पनि मनाउने गरिन्छ र सधैँ रेगुलर गरिन्थ्यो हामीले। हो वार्षिक उत्सव चाहिँ सँग सम्बन्धित कुरामा यो पछिल्लो वर्ष हामी चाहिँ यसको भदौ 28 गते वार्षिक उत्सव पर्ने
हामीले सूचना सञ्चार गर्ने लागेका बेलामा पत्राचार गर्ने भनेर पत्र यति चाङ बनाएर अहिले पनि पत्र त्यही दराजमा थन्किएका छन्। त्यसपछि रेडियोमा पनि सूचना गरेर दिइसकेर अनि त्यहाँबाट ल वार्षिक उत्सवको लागि आह्वान गर्ने 28 गते गर्ने भदौ 28 गते भनेर चाहिँ गत उसमा आँटेको त्यत्रो चाहिँ राष्ट्रिय उथलपुथल भयो। केन्द्रमा चाहिँ त्यत्रो जेनजी आन्दोलन भयो, देशव्यापी रूपमा चाहिँ त्यो फैलियो। त्यसपछि 2 दिनसम्म भदौ 23 र 24 गतेको चाहिँ जुन दुःखद एउटा चाहिँ अवस्था सिर्जना भयो देशमा, त्यसबाट हामी चाहिँ सबै चाहिँ दुःखी भयौँ, तत्कालीन अवस्थामा आक्रान्त भयौँ र देशको राजनीतिक सामाजिक सम्पूर्ण परिस्थिति चाहिँ उथल पुथल हुन पुगेको हुनाले हामीले अब त्यस्तो अवस्थामा वार्षिक उत्सव भनेर चाहिँ नि राखेर त्यो गर्न सकेनौँ। त्यो साधारण सभा समेत त्यो रोकिएको छ, त्यसपछि रोकिएको अवस्था छ र अब मलाई लाग्छ क्याम्पसले तयारी गरिसकेको छ, गरिरहेकै छ। आउने यही महिनाको चैत महिनाको 28 गतेका लागि साधारण सभाको म्याद नीति तय गरिएको छ। त्यसमा अब सम्पूर्ण आजीवन सदस्यज्यूहरू लगायत सबै सरकारवालाहरू त्यहाँ उपस्थित हुनुहुन्छ, त्यहाँ दुःखसुख गर्नुहुन्छ, छलफल गर्नुहुन्छ, क्याम्पसका चाहिँ भावी योजनाहरू बनाउनुहुन्छ, विगतका चाहिँ नि कामहरूको बारेमा समीक्षाहरू गर्नुहुन्छ। त्यो गर्ने चलन छ हाम्रो, एकदम पारदर्शी ढङ्गबाट सबै कुराहरू काम गरिँदै आइएको छ। र अबको क्याम्पस प्रमुखज्यूलाई पनि म एकदम चाहिँ हृदयदेखि नै म के अनुरोध गर्न चाहन्छु भने उहाँले पनि अब सञ्चालक समितिसँग समन्वय गरेर, यो समुदायसँग समन्वय गरेर विद्यार्थीहरूका पीरमर्काहरू बुझेर अभिभावकज्यूहरूका यहाँका दुःख व्यथाहरू उहाँले बुझ्नुभएको छ। उहाँ एकदम मेच्योर्ड, परिपक्व, एकदम शिक्षित दीक्षित व्यक्तित्व अहिलेको वर्तमान क्याम्पस प्रमुख रामप्रसाद बेलबासेज्यू हुनुहुन्छ। उहाँलाई मैले चाहिँ पहिला सहायक क्याम्पस प्रमुखको रूपमा पनि सहयोग गर्दै आउनुभएको थियो। उहाँ अनुभवी व्यक्तित्व हुनुहुन्छ, शिक्षा क्षेत्रमा लामो अनुभव भएको। उहाँले यो क्याम्पसलाई रन गर्नलाई पक्कै पनि अझ मैले भन्दा अझै राम्रोसँग अगाडि बढाउनुहुन्छ। म स्वास्थ्यका कारणले अलि चाहिँ गाह्रो भयो, अनि त्यसपछि अलि बढी बिजी पनि भइदियो। त्यसपछि नसकेपछि मैले चाहिँ उहाँलाई लौ सर हजुरले चाहिँ गर्नुहोस् अब भनेर चाहिँ उहाँलाई जिम्मेवारी दिएको सुम्पिएको छु र म आशावादी छु, विश्वस्त छु कि उहाँ क्याम्पस प्रमुखले यो यहाँको चाहिँ सबै कुरा यो क्याम्पसलाई राम्रोसँग ह्यान्डल गरेर अगाडि रन गर्नुहुनेछ र यसको गुणस्तरीय उच्च शिक्षालाई सुनिश्चित गर्नका लागि आफ्नो तर्फबाट योगदान गर्नुहुनेछ। त्यो कोअर्डिनेसन, त्यो संयोजन, त्यो चाहिँ नि समन्वयकारी भूमिका निर्वाह गर्नुहुनेछ र यहाँ सबैको चाहिँ सहयोग क्याम्पसले पाइरहनेछ भन्ने कुरामा म विश्वास गर्दै यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु है। क्याम्पस मेरो तर्फबाट पनि यो क्याम्पस अझै कालान्तरसम्म चलिरहोस्, एकदम राम्रो होस्। अझ यहाँ हाम्रो यो शिक्षित यो सिद्धगङ्गाको एउटा गहना पनि हो, त्यस कारणले अब सिद्धगङ्गाले पनि राम्रो हेरोस्, लगायत बाहिरबाट पनि राम्रो आओस् र सहयोगदाताहरू पनि राम्रो जुट्नुहुनेछ। जाति भएकोले पछि गएर हामीले पनि केही सहयोग गर्न पाऊँ त्यसमा पनि होइन, त्यो सहितको शुभकामना पनि म दिन चाहन्छु र यहाँले मलाई महत्त्वपूर्ण समय दिनुभयो त्यसको लागि विशेष आभारी छु। हार्दिक धन्यवाद। ल यहाँ पनि शिक्षा क्षेत्रमै हुनुहुन्छ, ल यहाँको चाहिँ नि सहयोग सदैव चाहिँ यो क्याम्पसले पाइरहोस् है। हार्दिक धन्यवाद। ल हस्, थ्याङ्क यू।